Hey guys, what's up? So, good morning everyone. This is me Ajit Dung and welcome back to my channel as a vlogs and entertainment. So, after a long time चाहिँ हैन म हजुरहरु समक्षमा फेरि एउटा छोटो मिनी भ्लग लिएर उपस्थित भइसकेको छु र आजको मेरो बिहानदेखिको कामहरु चाहिँ के कस्तो हुनेछ म तपाईहरुलाई देखाउने कोसिस गरिरहेको छु। आशा छ हजुरहरुले मेरो छोटो मिनी भ्लगलाई मन पराइदिनु हुन्छ होला भनेर हैन। र मैले चाहिँ मेरो YouTube च्यानलमा भिडियो नहालेको चाहिँ 2-3 महिना भइसक्यो र धेरै ग्याप भएको थियो नि त, किनकि म एकदमै बिजी थिएँ र आज पनि मेरो साथीहरुको कारणले गर्दा चाहिँ मलाई भिडियो बनाउँ भनेर चाहिँ मैले हल्का मैले मिनी भ्लग स्टार्ट गरिसकेको छु हैन। र आजको मेरो बिहानदेखिको कामहरु चाहिँ यस्तो प्रकारको छ, हेर्न सक्नुहुन्छ हैन। मैले टक्क रुमहरु मिलाइसकेपछि अब मैले टक्क रुम सफा गर्नुपर्ने हुन्छ, रुमहरु चटाकचुट पार्नुपर्ने हुन्छ नि त, किनकि अब हैन एकदमै मैला भइरहेको छ रुमहरु। र मैले चाहिँ हल्का यसो झाडु साडु ल्याएर यसो रुमहरु चाहिँ हल्का लगाइदिँदैछु बिहानै हैन। अब अर्को साथी चाहिँ मेरो उठेकै छैन, मेरो साथी चाहिँ एकजना सुतिरहेको छ र म चाहिँ अलिकति छिटै उठेको आज हैन। छिटो उठेर चाहिँ यसो नुहाइधुवाइ गरेर यसो मार्केटतिर पनि जाने काम छ नि त हल्का, त्यही भएर चाहिँ म चाहिँ अलिक छिटो उठेर हल्का रुमहरु सफा गरिदिरहेको। र अहिले भन्नुपर्दाखेरि चाहिँ अब बाहिरको नजारा हेर्नुहुन्छ, आम्बो हेर्न सक्नुहुन्छ बाहिर चाहिँ यति डरली घाम लागिरहेको छ हैन। अब के भन्नु र, अब 40 डिग्री त अब हल्कै छ अब अहिले बिहान पनि हैन। र अब आज त्यसो भन्दै म चाहिँ अब यसो साथीहरुलाई उठाउन जानु पर्यो भनेर म चाहिँ अर्को रुमतिर जान आँटिरहेको छु, हेर्न सक्नुहुन्छ। साथीहरु उठे कि उठेन हैन, म चाहिँ साथीहरु उठाउन जानुपर्ने हुन्छ नि त। केटाहरु चाहिँ साह्रो अल्छे छ, केटाहरु बिहानभरि सुत्छ रातभरि फोन हेर्छ, अन्त म उठाउन जानुपर्छ केटाहरुलाई हो। ऊ हेर त केटाहरु सुतिरहेको रहेछ हौ, आम्बो ऊ हात अलझ चाहिँ फेरि केटाहरु जोसमा छ तर पनि हैन। अब उठाएर चाहिँ केटाहरु अब खाना खान जानुपर्ने हुन्छ नि त हामी। र केटाहरु हेर्ने हो भने चाहिँ अब यहाँनिर बाहिरको नजारा चाहिँ यस्तो छ हैन, एकदमै ज्यादा घाम। अब के भन्नु, घाम त अब यहाँनिर त हैन एकदमै कडा छ। र साथी पनि उठिसक्यो, अब मैले उठाइसकेँ। अब यसो फ्रेसेस भएर यता चाहिँ हाम्रो भोपाल साथी हैन फ्रेसेस भएर चाहिँ हैन अब जानुपर्ने हुन्छ खाना खानु। र यसो फ्रिजमा केही खानेकुरा छ कि भने केटाहरुको छैन यसो खानेकुरा। र हाम्रो साथी चाहिँ प्रोसेस गरेर हैन एकदम गर्न थालिसक्यो। र यता हाम्रो भोपाल चाहिँ फेरि एकदमै बिजी क्या, अब गर्लफ्रेन्डसँग बोल्नुको चाहिँ एकदमै बिजी। र हामी भन्दा नभन्दा अब लिफ्टमा चढिसक्यौँ खाना खानुको लागि हैन। अब चाहिँ हामी खाना खान जानुपर्ने हुन्छ। यता हेर्ने भने चाहिँ हाम्रो दवा कोपा हो हैन, आम्बो हेभी छ दवा कोपा हैन। अब यस्तो हुँदै हामी चाहिँ अब किचनतर्फ लाग्यौँ र किचनमा हेर्न सक्नुहुन्छ हाम्रो खानाहरू चाहिँ प्रकार छ हो। र आइसकेपछि हामीले खानाहरू पनि सुरु गरिसक्यो, खाना खाइसक्यो। र हेर्न सक्नुहुन्छ हाम्रो साथी चाहिँ भर्खर थाल धुँदैछ हैन, एकदम प्लेटहरू धुँदैछ। र प्लेटहरू धुइसकेपछि हामी चाहिँ एकदम हैन बेलुका चाहिँ एकदम इन्डिया भर्सेस नेपालको चाहिँ अब टुर्नामेन्ट डेली हुन्छ। अब इन्डियाले जित्ने कि नेपालले जित्ने हैन, अब टुर्नामेन्ट चाहिँ हाम्रो खतरा हुन्छ हैन। र टुर्नामेन्ट हाम्रो खेलिसकेपछि चाहिँ अब हामी फेरि एकछिन अब मेरो मार्केट जाने पनि काम थियो नि त, त्यही भएर साथीहरूसँग एकछिन हामी मार्केट निस्केको। आमामा घाम चाहिँ यति डेडली छ हैन, केटाहरू पनि साह्रो गनगन गर्दैछ हो। गरम के साह्रो भन्दै हामी प्रतीक बुढो फेरि हैन हल्का हैन चालमा टक टक जाँदैछ हैन। अब बेलुका भइसकेपछि फेरि हाम्रो रुममा हल्का जस्तो टाइम पास हुन्छ हैन। ओके बाई बाई, आजको लागि चाहिँ यो छोटो मिनी भ्लग यति म अन्त्य गर्न चाहन्छु। ओके सी यु नेक्स्ट भ्लग, बाई बाई।